हेलो दर्शकबिन, नमस्कार गर्न चाहिँ मैले आज फेरि प्रधानमन्त्रीले एउटा नयाँ वक्तव्य नयाँ भाषण गर्नुभएको छ। नयाँ भाषणमा चाहिँ पुरानालाई अलिकति हान्नुभएको छ। राजाको बारेमा एकदमै खरो बोल्नु भएको छ। एकचोटि हेरौँ त। पैसा तिरेका चारवटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो। हामी सपार्न आउँछौँ, मलाई साथ देऊ, म अगाडि बढ्छु आह्वान गर्ने हामीले देखेका छैनौँ। अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् कोनी म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भन्या होइन, साँचो लाउन गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन, टेलिफोनको लाइन काटेर भएन, तार काटेको थियो। तार कस्तो मूर्ख होला, लाइन काटेपछि त सिद्धियो नि त। तार काटेर कहाँ बोकेर गएको, त्यो तार अहिलेसम्म फिर्ता गरेको छैन ज्ञानेन्द्र शाहले। कहाँ लग्यो, कहाँ लग्यो। अनि फेरि चाहियो राजतन्त्र। हामीले देखाएको छैनौँ अस्ति 58 देखि 62सम्म। यो भुल भुलैयामा नपरौँ। यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्जन नपुगेर यिनीहरू सालबलाउन थाल्यो।